कुन लेभलको मासु लभर हो भने तपाईहरुले अन्दाज पनि गर्न सक्नुहुन्न कि गाइजहरु। मैले मासु बनाएको थिएँ नि त, त्यो मासु बनाएर खाइसकेपछि चाहिँ अनि त्यो ग्रेभी बचेको थियो कि गाइस। अब ग्रेभी मैले फाल्छु होला जस्तो लाग्छ। त्यो ग्रेभीलाई खनाइसकेपछि अनि कडाईमा चाहिँ त्यो कडाई पनि मलाई वेस्ट गर्नु मन लागेन कि, अनि त्यही भएर त्यसैमा मैले पानी हालेँ। अनि त्यसपछि झन् मासुको स्मेल भएपछि त्यसै नै मिठो हुन्छ नि त। अनि करेन्ट नखाने कुरा भएन, मेरो एफएबीमा आयो। मैले जिन्दगीमा मैले मोमो भुल्छु जस्तो लागेको थिएन कि गाइस, तर मैले आजभोलि मोमो भन्दा नि मेरो प्यारो करेन्ट भएको छ कि। मलाई चाहिँ फेरि साफ सुथरै हो, मासुको स्मेल चाहिँ मलाई फाल्नु मन नलागेको भएर चाहिँ मैले चाहिँ यसैमा बनाएँ। अनि त्यसपछि चाहिँ अब यस्तो क्यामेरा पनि एङ्गल मिल्यो कि मिलेन के कस्तो भयो गाइजहरू। अनि त्यसपछि सबै मरमसलाहरू चट्ट लाएर हालेँ। त्यो हाल्दा हाल्दै मलाई खाम भइसक्यो थियो। फेरि खाना खाएको फेरि जम्मा 10-15 मिनट भएको थियो। त्यो मेरो टिकटकमा मेरो एफएबीमा यो करेन्ट बनाएर हाल्ने नै गल्ती थियो कि, जसले बनाएर हाल्नु भएको थियो। अनि त्यो बचेको मासु पनि वेस्ट गर्नु भएन, मासु पनि हालेँ अनि ग्रेभी पनि हल्का मिसाएँ। म चाहिँ आफ्नै तरिकाले बनाएर खान्छु कि, फेरि म चाहिँ आफ्नै मनको रानी हो, त्यही भएर मेरो रेसिपी पनि आफ्नै आफ्नै तरिकाको हुन्छ। हेर्नु गाइस, करेन्टमा कसले ग्रेभी हालेर खान्छ, मैले खान्छु। अनि त्यसपछि अब क्यामेरादेखि चाहिँ झन्, अनि यस्तो गर्मी नेपालगञ्जको गर्मी तपाईँहरूलाई थाहा नै छ। यस्तो गर्मीमा पनि मैले चाहिँ गम खाएँ करेन्ट। अब यो करेन्ट खानुको रिजल्ट चाहिँ भोलि बिहान टोइलेट जाँदा फेरि देखि नै हाल्छ कति गाह्रो हुन्छ। अनि त्यसपछि चाहिँ मैले गम खाएँ गाइजहरू है। अब तपाईँहरूलाई पनि खानु मन लागेछ भने जानु, भिडियो पज गर्नु, बनाउनु, छट्टा मेरो भिडियो हेर्दै खानुले के हुन्छ। अनि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला, र युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। सबैमा मेरो नाम रहेको छ अम्चा सुनार ब्लग। अहिलेसम्म मेरो साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आजको ब्लग यति नै, भेटौँ अर्को मिनी ब्लगको साथ।